दर्शकबिन नमस्कार। आजको भिडियोमा हामी कमेडी दरबारका कलाकारहरूको बारेमा कुरा गर्नेछौँ। विशेष रूपले तिनीहरूको सङ्घर्षको यात्रा र भिडियोको अन्त्यमा कमेडी दरबारबाट पाउने पारिश्रमिक र एक महिनामा हुने कुल कमाई, साथै तिनीहरूको सम्पत्तिको विषयमा पनि कुरा गर्नेछौँ। भिडियोलाई अन्त्यमसम्म हेरी साथ दिनुहोला। आउनुहोस् दर्शकबिन, अब लागौँ आजको भिडियोतर्फ। नम्बर 11, सजिना खनाल। सजिना खनालको जन्म सन् 2001 मा काठमाडौँमा भएको थियो। उनी हाल 24 वर्षकी छिन्। 2023 मा सजिना खनालले मिस वर्ल्ड टुरिज्मको उपाधि पाएकी थिइन्। त्यति मात्रै होइन, त्यसको एक वर्षपछि सन् 2024 मा मिस सुपरनेसनलको उपाधि पाइन्। उनी त्यो बेला मात्र 23 वर्षकी थिइन्। त्योभन्दा पहिले उनी युट्युबमा बाइक स्कुटीहरूको रिभ्यू भिडियो बनाउने गर्थिन्। उनको पढाइको विषयमा कुरा गर्दा उनी BBA गरिरहेकी छिन्। जब सजिना खनाल कमेडी दरबार सिजन 2 बाट होस्ट गर्न थालिन्, त्यसपछि उनी धेरै दर्शकमा चिनिन पुगिन्। नम्बर 10, पवित्रा साकी मिस पबी। मिस पबीको जन्म सन् 1999 अक्टोबर 23 मा डडेलधुराको अमरगढी 8 मा भएको थियो। उनी हाल 25 वर्षकी छिन्। बच्चा बेलामा मिस पबीलाई विराज भट्ट, निखिल उप्रेतीहरूको फिल्म खुबै मन पर्थ्यो। बाख्रा चराउन साथीहरूसँग गोठालो जान्थिन्। उतै गोठालोतिर विराज, निखिलले गर्ने एक्सन कपी गर्थिन्। उनी घरकी सबैभन्दा जेठी छोरी हुन्। उनका एक भाइ र एक बहिनी छिन्। आमा घरमै खेती किसानी गर्थिन् भने बाबा भारतमा रोजगारी गर्थे। सानो हुँदा टिभी हेर्थिन्। अरूलाई टिभीमा देख्दा आफूलाई महसुस गर्थिन्। उनको टिभीमा देखिने सपना सानैदेखिको थियो। जब उनी 16 वर्षकी थिइन्, त्यो बेला जान अनजानमा एक केटासँग बिहे हुन पुगेछ। त्यसको केही समयमै एक आपसमा कुरा नमिलेर सम्बन्ध विच्छेद हुन पुग्यो। कानुनी रूपमा सम्बन्ध विच्छेद नभई समझदारीमै एक अर्कासँग छुट्टिएर बसेका थिए। यो कारणले गर्दा निकै दुःख पाउनु पर्यो। समाजले उनलाई नराम्रो नजरले हेर्थे। साथीहरूले पनि त्यो बेलामा साथ दिएनन्। कहिले त उनलाई आत्महत्या गरौँ कि भन्ने सोच आउँथ्यो। तर उनी जसोतसो त्यो दुःखबाट अगाडि बढिन्। पछि टिकटकको क्रेज आएछ। उनले पनि बाख्राको गोठालो हुँदा रमाइलो आफ्नै भाषामा भिडियो बनाउने गर्थिन्। उनले बोल्ने नमस्ते ढोक दिया भन्ने शब्द निकै चर्चामा रह्यो। पछि टिकटकमा फलोवर्स हुँदै जाँदा म्युजिक भिडियोबाट अफर आएछ। उनको पहिलो म्युजिक भिडियो सुनिल गिरीको जुम्ला थियो, जुन आजभन्दा 2 वर्ष अगाडि रिलिज भएको थियो। त्यसपछि मिस पबीको चर्चा झनै चुलिन थाल्यो। जब उनी कमेडी दरबारमा काम गर्न थालिन्, दर्शकहरूले नयाँ स्वाद पाए। उनको तारिफ पनि गर्न थाले। अहिलेको समयमा मिस पबीले चलचित्रमा समेत साइन गरेकी छिन्। उनलाई चलचित्र क्षेत्रमा पनि सफलता मिलोस्, शुभकामना। नम्बर 9, सुन्दर खनाल। सुन्दर खनालको जन्म सन् 1994 डिसेम्बर 25 को दिन तनहुँ जिल्लामा भएको थियो। उनी हाल 30 वर्षका छन्। जब उनी कक्षा 10 मा पढ्थे, त्यो बेलादेखि कमेडी गर्न सुरु गरेका हुन्। त्यो बेला उनी चर्चित कलाकारहरूको क्यारिकेचर गर्थे। त्यो क्यारिकेचर धेरैलाई मन पर्यो। पछि त उनलाई महोत्सवहरूमा समेत बोलाउँथे। उनी स्टेजमा क्यारिकेचर गरेर हँसाउँथे। धेरैले राम्रो छ भनेर तारिफ गर्नुभयो। पहिले फलानुको छोरा भनेर चिनिने उनी पछि त सुन्दरको नामले उनका बुबालाई चिन्न थाले। यो कुराले सुन्दर खनाललाई निकै खुसी मिल्यो। जब उनी कक्षा 12 मा पढ्थे, उनलाई 81 घाँटीको समस्या देखियो। सिरियस रूपमा बिरामी पर्यो उनी। तर पनि उनलाई कलाकार नै बन्छु भन्ने सोच थियो। उनको फेसबुकमा सीताराम कट्टेल धुर्मुस साथी रहेछन्। उनले एक दिन फेसबुकमा धुर्मुसलाई मेसेज गरेछन् र भने, म मरिहाले पनि तपाईँले आएर दागबत्ती दिनुभयो भने मेरो कलाकारता सफल भएको सम्झन्छु। तर रिप्लाई त्यही समयमा भने आएन। पछि रेडियो अडियोमा पनि भ्याकेन्सी खुलेको रहेछ। उनले त्यहाँ पनि मेल गरे। उनी बिरामीबाट बिस्तारै बिस्तारै रिकभर हुँदै गए। रेडियोबाट फोन आयो र उनी सिलेक्ट भए। 1-2 महिना काम गरे, फेरि घाँटीमा समस्या देखियो। त्यसपछि उनले आफ्नै युट्युब च्यानल खोले। उनी आफ्नो युट्युब च्यानलमा बेबी शो नामक कार्यक्रम चलाउँथे। त्यो कार्यक्रम पछि दर्शकहरूले निकै मन पराए। पछि घाँटी निको हुँदै गएपछि फेरि रेडियो अडियोमै काम गर्न थाले। उनी र अर्का कमेडियन सुमन कार्की सँगै रेडियो अडियोमा काम गर्न थालेका हुन्। उनको सङ्घर्षको यात्रा यसरी नै बित्यो र जब उनी कमेडी च्याम्पियनमा आए, त्यसपछि उनको चर्चा झनै चुलिन थाल्यो। उनी कमेडी च्याम्पियनबाट भोटिङ राउन्डबाट बाहिरिएका हुन्। अहिले भने सुन्दर खनाल आफ्नै युट्युब च्यानलमा पोडकास्ट र कमेडी दरबारमा व्यस्त छन्।
नम्बर 8 उत्सव सापकोटा। उत्सव सापकोटाको जन्म सन् 1984 मा नुवाकोटमा भएको थियो। उनी हाल 41 वर्षका छन्। उनको पुर्ख्यौली घर नुवाकोट भए तापनि उनी र उनका आमा बुबा सन् 1995 मा काठमाडौँमा घर बनाएर काठमाडौँमा नै बस्न थालेका थिए। उनका बुबा एक सरकारी कर्मचारी हुन्। उत्सव सापकोटाले कमेडी गर्न थालेको मात्रै 5 वर्ष भएको छ। उनले स्ट्यान्डअप कमेडीबाट आफ्नो कमेडी यात्रा सुरु गरेका थिए। उनी भन्छन्, आफू धेरै हाँस्ने भएकाले अरूलाई हँसाउन थालेको। आजको समयमा उत्सव सापकोटा कमेडी दरबार र पोडकास्ट चिलफिलमा व्यस्त छन्। साथसाथै उनको आफ्नै रेस्टुरेन्ट पनि रहेको छ। कोरोनाको समयमा उनले आफ्नै रेस्टुरेन्ट खोलेका थिए। नम्बर 7 हिमेश पन्त। हिमेश पन्तको जन्म सन् 1996 डिसेम्बर 18 मा धादिङ जिल्लामा भएको थियो। उनी हाल 28 वर्षका छन्। हिमेश पन्तको सानो हुँदा एक सपना थियो, एसएलसीमा 80% भन्दा धेरै आयो भने काठमाडौँ पढ्न जाने। उनी त्यही कुरामा चिन्ता गर्थे, मेरो 80% आउँदैन कि के हो भनेर चिन्ता गरिरहन्थे। अन्ततः उनको एसएलसीमा 83% आएछ र +2 पढ्नको लागि उनी काठमाडौँ आए। उनी काठमाडौँ अङ्कलको कोठामा बसेर स्कुल पढ्थे। स्कुल जाने, रुममा आउने, पढ्ने, उनी यही कार्यलाई दोहोऱ्याइरहन्थे। न त उनका कोही साथी थिए न त उनी कतै घुम्न जान्थे, बस रुममा बसेर पढिरहन्थे। जब उनले कलेज जोइन गरे त्यसपछि मात्रै उनी कहिलेकाहीँ साथीहरूसँग घुम्न निस्किन्थे। +2 मा उनले साइन्स पढेका हुन् भने ब्याचलरमा उनले पोलिटिकल साइन्स पढे र उनी पोलिटिकल साइन्सबाट मास्टर्स गर्दैछन्। त्यसपछि उनको सोच बाहिर विदेशबाट पिएचडी गर्ने पनि छ। हिमेश पन्तको कमेडी यात्रा स्ट्यान्डअप कमेडीबाट सुरु भएको हो। स्ट्यान्डअप कमेडी हुँदै उनले कमेडी च्याम्पियनमा भाग लिए। भाग मात्र लिएनन्, उनी सिजन 1 का विजेता समेत बने। त्यसपछि उनको यात्रा राजनीतिमा गयो। रवि लामिछानेले उनलाई तपाईँ जस्तो मान्छे राजनीतिमा आउनुपर्छ भनी राजनीतिमा बोलाए, तर दुर्भाग्यवश उनी चुनावमा हार्न पुगे। अहिले भने हिमेश पन्तले कमेडी दरबारबाट कमेडी क्षेत्रमै कमब्याक गरेका छन्। नम्बर 6 पवन खतेौडा म्याकुरी। पवन खतेौडाको जन्म सन् 1994 जनवरी 5 को दिन धनकुटा जिल्लामा भएको थियो। उनी हाल 31 वर्षका छन्। पवन खतेौडाले म कमेडियन बन्छु भनेर कहिले पनि सोचेका थिएनन्। उनी त काठमाडौँ गायक बन्छु भनी आएका थिए। उनले एउटा गीत रेकर्ड पनि गरे, तर दर्शकहरूले भने त्यति धेरै रुचाइदिएनन्। गीत खासै नरुचाएपछि उनले आफ्नै युट्युब च्यानल खोली भाइन्स भिडियो अपलोड गर्न थाले, जुन भिडियोहरू दर्शकले सोचेभन्दा धेरै मन पराइदिए। पवन खतेौडाले ब्याचलर साइन्सबाट गरेका हुन् भने हाल उनी साइन्सबाट नै मास्टर्स गर्दैछन्। जब उनी गोलमाल सिरियलमा काम गर्न थाले त्यसपछि त झनै उनको चर्चा बढ्यो। त्यसपछि उनले आफ्नै प्रोडक्सन र डाइरेक्सन गरी ब्याकपेन्चर नामक सिरियल बनाए। त्यो पनि दर्शकहरूले एकदमै मन पराइदिनु भयो। हाल भने पवन खतेौडा कमेडी दरबारमा व्यस्त छन्। नम्बर 5 सिडी विजय अधिकारी। सिडी विजय अधिकारीको जन्म सन् 1991 अगस्त 20 को दिन पोखरामा भएको थियो। हाल उनी 33 वर्षका छन्। सिडी विजय अधिकारी सानैदेखि गीत गाउने भन्दा पनि हँसाउने स्वभावका बढी थिए, तर पनि उनले आजको समयमा रोमान्टिक, रक, स्याड सङ सहित 200 भन्दा बढी गीत रेकर्ड गरेका छन्। दूरी मजबुरी, मन माग्यौ मन दिए, नसा पिउने बानी भयो उनका सबैभन्दा चर्चित गीतहरूमा पर्छन्। दर्शकबिन सिडी विजय अधिकारीले अन्तर्जातीय विवाह गरेका हुन्। उनका बुबाले त त्यो विवाहलाई सजिलैसँग स्वीकारे, तर उनकी श्रीमती पट्टिका आमा बुबाले भने थाहा नै पाएनन् विवाह गरिसक्दा पनि। सिडी विजय अधिकारीको विवाह विदेशमा भएको हो। उनी विवाह गरेर स्वदेश फर्किएका थिए। उनकी श्रीमतीले मैले विवाह गरे भनेर नेपाल आएपछि मात्रै आमा बुबालाई जानकारी दिएकी थिइन्। उनकी श्रीमती पनि एक गायिका हुन्। विवाह गरेको केही समयपछि उनकी श्रीमती बिरामी भइछन्। सिडी विजय अधिकारीले त्यो बेलामा निकै दुःख भोग्नु पर्यो। उनी 24 घण्टा हस्पिटलमा आइसियु अगाडि रुँदै बसिरहन्थे। पछि बिस्तारै समयसँगै उनकी श्रीमतीलाई सन्चो हुँदै गयो। त्यसपछि उनका खुसीका दिन आउन थाले। सन् 2018 मा उनले भोइस अफ नेपालको उपाधि जिते। उनी भोइस अफ नेपाल सिजन 1 का विजेता हुन्। हाल भने उनी कमेडी दरबारमा व्यस्त रहेका छन्। नम्बर 4 सुजिता श्रेष्ठ। सुजिता श्रेष्ठको जन्म काठमाडौँमा भएको हो। उनको जन्ममिति भने हामीले थाहा पाउन सकेनौँ, त्यसको लागि क्षमा प्रार्थी छौँ। सुजिता बच्चा बेलादेखि नै पत्रकारिता गर्न चाहन्थिन्। कुनै बेला दाइका साथीहरू घरमा आए भने
पेपर रोल गरेर इन्टरभ्यू लिए जस्तै के छ तपाईको हालखबर भनेर सोध्ने गर्थिन्। उनी घरकी सबैभन्दा कान्छी छोरी हुन्। उनी घरमा ऐना अगाडि गएर पेपरको क्राउन बनाई मिस नेपालको हुरुक्कै नक्कल गर्थिन्। उनका दाइका साथी साहिलले तिमी राम्रो बोल्छौ, कन्फिडेन्ट पनि छौ, मोडलिङमा राम्रो गर्न सक्छौ, एकचोटि ट्राई गर न त भनेर सल्लाह दिनुभएको थियो। त्यसपछि उनले मोडलिङका विभिन्न सोहरूमा सहभागी भइन्। केही वर्षपछि कान्तिपुर टेलिभिजनमा काम गर्ने अवसर पाइन्। उनी कान्तिपुर टिभीमा कल कान्तिपुर भन्ने सो चलाउँथिन्। त्यो बेलाको सबैभन्दा पपुलर सो कल कान्तिपुरलाई नै मानिन्थ्यो। त्यो बेलामा उनी एक केटासँग प्रेममा थिइन्। कल कान्तिपुर सकिएपछि उनी भेट्न जान्थिन्। अन्ततः उनको 5 वर्षको प्रेम सम्बन्धपछि विवाह भयो। विवाहपछि एकअर्कासँग चित्त बुझेन र केही समयपछि सम्बन्ध विच्छेद भयो। हाल भने उनी सिंगल नै रहेकी छिन्। आजको समयमा उनी आफ्नै पोडकास्ट चलाउँछिन् र कमेडी दरबारमा काम गरिरहेकी छिन्। नम्बर 3 विक्की अग्रवाल। विक्की अग्रवालको जन्म सन् 1991 डिसेम्बर 20 को दिन भारतको सिक्किममा भएको थियो। उनी हाल 33 वर्षका छन्। उनको बाल्यकाल सिक्किममै बित्यो। सिक्किममा 7 लाख जनसङ्ख्या रहेका छन्। तीमध्ये 80% व्यक्तिहरू नेपाली बोल्ने गर्छन्। उनी सिक्किमका पहिलो स्ट्यान्डअप कमेडियन हुन्। उनी र उनका साथीहरू मिली हँसाइस कत्ले नामक युट्युब च्यानल खोली त्यही युट्युब च्यानलमा स्ट्यान्डअप कमेडी भिडियोहरू अपलोड गर्थे। ती भिडियोहरूलाई सिक्किमका दर्शकहरूले मात्रै नभई नेपाली दर्शकहरूले पनि उत्तिकै हेर्थे, किनकि उनी नेपाली भाषामा स्ट्यान्डअप कमेडी गर्थे। विक्की अग्रवाललाई नेपालका कमेडियन सजन श्रेष्ठको कमेडी खुबै मन पर्थ्यो। उनले कमेडी च्याम्पियनको पहिलो सिजन पुरै हेरेका थिए। सिजन 2 मा त उनले पनि भिडियो खिचेर पठाइहालेछन्, पास पनि भए। पछि फिजिकल अडिसनको लागि उनलाई नेपाल बोलाइयो। उनी पहिलोचोटि नेपाल त्यही बेलामा आएका थिए। उनी कमेडी च्याम्पियनमा गोल्डन की पाउने पहिलो व्यक्ति हुन्। आजको समयमा विक्की अग्रवाल एक कमेडियन मात्र नभइकन डाइरेक्टर पनि हुन्। कमेडी क्लब विथ च्याम्पियन सिजन 1 को डाइरेक्सन विक्की अग्रवालले नै गरेका हुन्। त्यति मात्रै होइन, आम्मा कसम यहाँ दुख्छ भन्ने सो पनि विक्की अग्रवालको नै हो। र कमेडी दरबार सिजन 1 मा उनले डाइरेक्सन मात्रै गरेका थिए भने सिजन 2 मा डाइरेक्सनका साथसाथै होस्ट पनि गरिरहेका छन्। नम्बर 2 गौरी मल्ल। गौरी मल्लको जन्म सन् 1972 मार्च 14 को दिन काठमाडौँमा भएको थियो। उनी हाल 53 वर्षकी छिन्। कमेडी दरबारमा महारानीको रूपमा गौरी मल्ललाई हामीले देख्न सक्छौँ। त्यति मात्रै होइन, उनलाई हामीले डान्सिङ विथ द स्टारमा जजको रूपमा पनि देखेका थियौँ। गौरी मल्लले सन् 2003 मा बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड पाएकी थिइन्। यहीँदेखि हामी बुझ्न सक्छौँ कि गौरी मल्ल एकदमै सहयोगी भावनाकी कलाकार हुन्। गौरी मल्लले आफ्नो अभिनयको यात्रा सन् 1989 मा चलचित्र सन्तानबाट गरेकी थिइन्। त्यसपछिको अर्को चलचित्र सन् 1991 मा आएको कन्यादानले भने उनलाई थप उचाइमा लग्यो। त्यो दिनदेखि आजसम्म उनले फर्केर हेर्नु परेन। आजको समयमा पनि उनी कलाकारता क्षेत्रमा उत्तिकै व्यस्त छिन्। कलाकारतामा उमेर र सुन्दरता रहन्जेलसम्म मात्र टिकिन्छ भन्ने मान्यतालाई उनले चुनौती दिएकी छिन्। नम्बर 1 मनोज गजुरेल। मनोज गजुरेलको जन्म सन् 1974 जुलाई 10 मा ताप्लेजुङमा भएको थियो। उनी हाल 51 वर्षका छन्। मनोज गजुरेल सानैदेखि मजाकिया स्वभावका थिए। स्कुलमा कुनै कार्यक्रम हुन्थ्यो भने त्यहाँ उनी हँसाइहाल्थे। मनोज गजुरेलका 4 जना दिदीहरू र 2 दाइहरू छन्। उनी 7 जना भाइ बहिनीहरू हुन् भने उनी घरका सबैभन्दा कान्छा छोरा हुन्। मनोज गजुरेल 6 महिनाको हुँदा उनकी आमाले उनलाई मामा घर ल्याएकी थिइन्। मनोज गजुरेलको मामा घरमै बाल्यकाल बित्यो। उनी कहिले मामासँग बस्थे त कहिले काकासँग। मनोज गजुरेलले विक्रम सम्वत 2040 सालमा दशैंको अवसरमा प्रदर्शित नाटक खेलेर कला क्षेत्रमा प्रवेश गरेका हुन्। विद्यालयमा पनि उनी हास्य व्यङ्ग्य नाटक गर्थे। अभिनेता, गायक र नेताहरूको क्यारिकेचर गरी हँसाउँथे। सेलिब्रिटीहरूलाई रोस्ट गर्थे, राजनीतिमा व्यङ्ग्य गर्थे र उनी 2047 सालदेखि काठमाडौँ बस्दै आइरहेका छन्। मनोज गजुरेलको पढाइको विषयमा कुरा गर्दा उनले रत्न राज्यलक्ष्मी क्याम्पसबाट ब्याचलर गरेका छन् जर्नलिजममा। यो समयमा उनी कमेडी दरबारमा महाराजाको भूमिका निर्वाह गरिरहेका छन्।
आउनुहोस् दर्शकबिन अब कुरा गरौँ कमेडी दरबारका कलाकारहरूको कमाई र तिनीहरूले कमेडी दरबारबाट पाउने पारिश्रमिकहरूको बारेमा। त्योभन्दा पहिले तिनीहरूको सम्पत्तिको विषयमा पनि चर्चा गरौँ। सजिना खनालको काठमाडौँमा आफ्नै घर रहेको छ। उत्सव सापकोटाको पनि काठमाडौँमा घर छ, साथसाथै आफ्नै पर्सनल गाडी छ। पवन खतेौडाको पनि आफ्नै निजी कार छ। हिमेश पन्तको पनि आफ्नै कार छ। सिडी विजय अधिकारीसँग पनि भोइस अफ नेपालबाट पाएको कार छ। उनी काठमाडौँमा घर बनाउने तयारीमा छन्। सुजिता श्रेष्ठको पनि आफ्नै कार छ, साथसाथै काठमाडौँमा घर छ। गौरी मल्ल, मनोज गजुरेलको पनि काठमाडौँमा घर गाडी छ। कमेडी दरबारका राजा र महारानी मनोज गजुरेल, गौरी मल्ल कमेडी दरबारबाट प्रति सो गरे बापत 50,000 देखि 1 लाखसम्म पारिश्रमिक पाउने गर्छन्। साथसाथै अन्य माध्यमबाट पनि कमाई राम्रै हुन्छ। समग्रमा यिनीहरूको कमाई महिनामा 3 देखि 5 लाखसम्म हुने गरेको छ। त्यस्तै गरी कमेडी दरबारका कलाकारहरूले पुरै सिजनबाट 6 लाखसम्म पारिश्रमिक पाउने भनेर मैले जानकारी पाएको छु। र यी कलाकारहरू मेला महोत्सव, विदेशमा हुने प्रोग्राम, पेड प्रमोसनबाट महिनाको 2 देखि 4 लाखसम्म सजिलैसँग कमाउने गरेका छन्। समग्रमा भन्ने हो भने आजको समयमा कमेडी दरबारका कलाकारहरू 1 महिनामा 3 देखि 5 लाखसम्म सजिलैसँग कमाइरहेका छन्। हवस् त दर्शकबिन, आजको भिडियो यति नै। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो तल कमेन्ट मार्फत प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै आजको भिडियोबाट अर्को भिडियोसम्मको लागि म नारो दोजा पनि बिदा हुन्छु। हस्त नमस्कार, कुनै अर्को भिडियोमा भेटौँला।